जय मसीह सम्पूर्ण विश्वासी जनहरूलाई आज तपाईहरूको बीचमा सानो छोटो वचन क्रोध र हत्या भन्ने विषयमा मत्थयु 5 को 21 देखि 25 सम्म लिएर आएको छु। प्रिय बाइबलले भन्छ, क्रोध र हत्या तिमीहरूले सुनेका छौ, प्राचीन समयमा मानिसहरूलाई यसो भनिएको थियो, तैँले हत्या नगर्नु, जसले हत्या गर्छ त्यो दण्डको योग्य हुनेछ। तर म तिमीहरूलाई भन्दछु, जो कोही भाइसँग क्रोध गर्छ त्यो दण्डको योग्य हुनेछ। जसले आफ्नो भाइको अपमान गर्दछ त्यो म सभामा जवाफदेही हुनेछ। तर जसले आफ्नो भाइलाई त मूर्ख भन्छ त्यो नरकको आगोमा पर्ने जोखिम हुन्छ। प्रिय हो, आज हाम्रो मिनिस्ट्रीहरूमा है बाइबलले चाहिँ भन्छ आफ्नो भाइलाई हैन दोष लगाउनेहरू। तर हाम्रो मिनिस्ट्रीहरूमा तपाईहरुले हेर्नु हो भने जताततै है मान्छेले एकले अर्कालाई भनिरहेको हुन्छ, हानाथाप गरिरहेको हुन्छ। प्रिय हो, इभन चर्चमा पनि प्रिय हो आफ्नो भाइ भाइमा क्रोध हुन्छ। अनि तपाईँ र म चाहिँ जय मसीह सल्युट भनेर है प्रभुको प्रशंसा गर्छौं। प्रिय हो, तर बाइबलले भन्दो रहेछ प्रिय हो, जसले अर्कालाई मूर्ख भन्छ त्यो नरकको आगोको जोखिम हुनेछ भनेर बाइबलले भन्छ। प्रिय हो, यसकारण तिमीले वेदीको आफ्नो भेटी चढाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्ध केही छ भने तिमीले याद गर्नुपर्छ। त्यसको मतलब यो हो कि जब तपाईँ परमेश्वरसँग जानुहुन्छ प्रार्थना गर्नु अघि, अनि तपाईँले तपाईँको भाइसँग क्षमा माग्नुपर्छ। प्रिय हो, कसको तपाईँले दिल दुखाउनु भएको छ, कसको चित्त दुखाउनु भएको छ भन्नु खोजेको छ यहाँ बाइबलमा। प्रिय हो, तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमा मिलाप गरिहाल, नत्र त वादीले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अफिसरको हातमा सुम्पिदेला र तिमीलाई झ्यालखानमा पर्नेछ। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीले एक पैसाको चुक्ता नगरुन्जेलसम्म तिमी त्यहाँबाट उम्कने छैनौ। प्रिय साँच्चै हैन, अब अचम्मको कुरा छ है यो क्रोध र हत्या भन्नेमा। हामी विश्वासी जनहरूमा क्रोध र हत्या भन्ने चाहिँ हुनु हुँदैन। हाम्रो प्रभुले सिकाउनु भएको डक्ट्रिन शान्ति हो प्रिय हो, क्षमा हो, प्रेम हो। प्रिय हो, हाम्रो प्रभु अति महान हुनुहुन्छ। हाम्रो प्रभुले कहिले पनि भन्नु भएन कि तिम्रो छिमेकीको विरुद्धमा पाप गर हैन, अर्कालाई मार, कहिले भन्नु भएन हाम्रो प्रभुले। हाम्रो प्रभुले भन्नुभयो प्रिय हो, क्षमा देऊ, प्रेम गर, क्षमा देऊ, प्रेम गर। अनि शान्तिको बारेमा उहाँले एउटा डक्ट्रिन सिकाउनु भयो। उहाँको सिद्धान्त थियो कि शान्ति, प्रेम, क्षमा। कुनै पनि इतिहासमा तपाईले कुनै पनि रिलिजियस लिडरहरूले त्यस्तो गरेको भेट्नु पाउनुहुन्न। प्रिय हो, किनभने हाम्रो प्रभु चाहिँ उहाँ के हुनुहुन्छ त कन्ट्रोलमा हुनुहुन्छ। अनि उहाँ चाहिँ सर्वश्रेष्ठ प्रभुहरूको प्रभु, राजाहरूको राजा भएको खातिर उहाँले मात्रै भन्नु सक्छ कि मैले तिमीलाई अधिकार दिन्छु, तिमी आज निको हुनेछौ। प्रिय हो, कसले भन्यो होला हेर्नुस् त, रिलिजनको लिडरहरू हैन, धर्मात्मा गुरुहरू कति आए, कति मरे, कति माटोमा गिरे। प्रिय हो, हैन, कुनैले पनि उनीहरूले आफ्नो जीवनलाई जोगाउन सकेन। अनि कुनैले पनि भन्नु सकेन कि म प्रभु हो, म बाटो हो, म सत्य हो, म जीवन हो, म तिमीलाई जीवन दिन्छु, म तिमीलाई छुटकारा दिन्छु भनेर कसैले पनि भन्नु सकेन। प्रिय हो, मात्रै एउटा परमेश्वरले भन्नुभयो, उहाँ हुनुहुन्छ प्रभु येशू, उहाँ हुनुहुन्छ मुक्तिदाता, अनि उहाँ हुनुहुन्छ सेभियर अफ द वर्ल्ड, उहाँ हुनुहुन्छ रिडिमर, उहाँ हुनुहुन्छ लाइफ चेन्जर, उहाँ हुनुहुन्छ जीवन दिने अनि जीवन लिने प्रभु। एउटै मात्रै प्रभुले भन्नुभयो कि मैले तिमीलाई छुटकारा दिन सक्छु, अनि मैले तिमीलाई जीवन दिन सक्छु, मैले तिमीलाई चङ्गाई दिन सक्छु, मैले तिमीलाई स्वर्गको राज्यको नागरिकता दिन सक्छु। कसले भन्यो भन्नु त? मात्र प्रभु येशूले भन्नुभयो। तपाईहरुले सम्झिनुस् प्रिय हो, कल्वरीको क्रुसमा दुईटा डाकाहरू थिए, दुईटा चोरहरू थिए प्रभुको देब्रे र दाहिने हातपट्टि। अनि हैन, दाहिने हातपट्टिकोले भन्छ कि तिमी परमेश्वरको पुत्र हो नि, हामीलाई क्रुसबाट तल झार। अनि उसले टेस्ट गर्छ प्रभुलाई हैन, प्रभुले चाहिँ अब उहाँको के काम लिएर आउनु भएको थियो, काम सक्नु परेको थियो। प्रिय हो, त्यही भएर कहिलेकाहीँ तपाईँ र मैले बुझ्दैनौँ कि हामीले प्रभुलाई परीक्षामा पार्छौँ, हामीले प्रभुलाई टेस्ट गर्छौँ। प्रिय हो, कहिले पनि जानी जानी हाम्रो प्रभुलाई त्यसरी टेस्ट गर्नु हुँदैन। तर देब्रेपट्टिको चोरले भन्यो हैन,
तिमी र म त चोर हौ, तर उहाँले केही गर्नुभएको छैन। अनि उहाँ त्यो देब्रेपट्टिको चोरले चाहिँ के भन्छ भने, प्रभु मलाई तपाईँको राज्यमा पुग्दा मलाई सम्झनुहोस् भनेर भन्दाखेरि प्रभु येशूले त्यति नै खेर भन्नुहुन्छ कि तिमी अहिले मसँग प्याराडाइस हुनेछौ, अहिले तिमी मसँग स्वर्ग जानेछौ भनेर भन्नुभयो। प्रिय, हेर्नुहोस् हाम्रो प्रभु कति महान हुनुहुन्छ। त्यसकारण आज हाम्रो प्रभुले तपाईँ र मैले अरूलाई क्षमा दिएको चाहनुहुन्छ प्रिय हो, तपाईँ र मैले अरूलाई प्रेम गरेको चाहनुहुन्छ प्रिय हो। गर्दाखेरि हाम्रो प्रभु चाहिँ एउटा प्रेमको राजा हुनुहुन्छ होइन। त्यही भएर हामी गीत गाउँछौँ, लज्जौँ है सियोनसम्म, लज्जौँ है सियोनसम्म, येशूको नगरमा। कस्तो शान्तिको नगर होला, हो कि होइन भन्नु त, शान्तिको नगर भनेर हामीले गीत गाउँछौँ प्रिय हो। साँच्चै तपाईँ र मैले मानिसलाई क्षमा दिनुपर्छ। तपाईँ र ममा भएको क्रोधलाई माफ मागेर हुन्छ कि उपवास बसेर हुन्छ कि प्रिय हो, मार्नुपर्छ। अनि तपाईँ र मैले रिसै गर्छौँ भने हामीलाई केही भइरहेको छ प्रिय हो। त्यही भएर अस्तिको दिन एकजना बहिनीले भन्नुभएको थियो, मलाई रिस उठ्यो भने मलाई यस्तो खालको रिस उठ्छ कि मैले कहिले पनि क्षमा दिनु सक्दिनँ, आँसु झर्छ भन्नुहुँदै थियो। अनि मैले भने, बहिनी प्रार्थना गर्नुहोस्, उपवास बस्नुहोस्, रिस गर्नु हुँदैन, अनि सेल्फ कन्ट्रोल गर्नुहोस् भनेर मैले बहिनीलाई भनेको थिएँ। हेर्नुहोस् प्रिय हो, यस्तो सबैलाई हुनसक्छ। मैले बहिनीलाई जज गरेको होइन, अनि मैले बहिनीलाई तल बनाएको होइन, यस्तो सबैलाई हुनसक्छ। तपाईँ र मलाई जब विश्वासी हुन्छ, जब प्रभुको वचनमा भोकाइन्छ प्रिय हो, त्यहाँदेखि तपाईँ र मलाई कष्ट आउन थाल्छ। जब प्रभुको लागि जिउन थालिन्छ, तपाईँ र मलाई घनाघोर ट्रिबुलेसन लाइफ चाहिँ आउन थाल्छ। तपाईँ र मेरो जीवनमा परीक्षाको जीवन आउँछ प्रिय हो। एउटा परीक्षा सक्यो, एउटा टेस्ट सक्यो, पास भयो, फेरि अर्को आउँछ, फेरि अर्को सक्यो, फेरि अर्को आउँछ प्रिय हो। तपाईँ र म विश्वासी जीवन भनेको साँघुरो बाटोबाट हिँड्नुपर्छ प्रिय हो। फराकिलो बाटोमा त सबै हिँड्ने गर्छ। त्यही भएर विश्वासी भनेको यो हो प्रिय हो, तपाईँ र मैले चाहिँ सङ्घर्षमय जीवन प्रभु येशूमा हिँड्नु अनि पाप मोचनमाथि विजय पाउनु, त्यसलाई भन्छ विश्वासी जीवन प्रिय हो। गर्दाखेरि आज तपाईँहरूलाई के भनेर म हौसला दिन चाहन्छु भने, तपाईँहरूलाई होइन ट्रायल एन्ड ट्रिबुलेसन, तपाईँहरूलाई सतावटमा तपाईँहरू जानुभएको छ भने अचम्म नपर्नु प्रिय हो। जब म विश्वासी भएँ प्रिय हो, मैले एकदम राम्रो काम लुज गरेँ, राम्रो काम चाहिँ गुमाएँ प्रिय हो। अनि म पढ्नु आउनु पर्यो, मलाई दुःख भयो प्रिय हो। बिमारै बिमार भयो। जब म प्रभुको खोजी गर्नु थालेँ, जब म प्रभुको प्रचार गर्नु थालेँ प्रिय हो, त्यहाँदेखि मेरो रुममेटले पनि भन्थे कि तिमी त प्रभुको येशूको छोरा हो, तिमीलाई येशूले खानु दिन्छ, किन काम गर्छौ तिमी भनेर भन्नुहुन्थ्यो प्रिय हो। तिमीहरूलाई त चर्चबाटै खानु दिन्छ नि, किन तिमीहरूले काम गर्नुपर्छ भनेर भन्थ्यो प्रिय हो। तर तिनीहरूलाई थाहा छ कि हामीलाई 5 पैसा पनि दिँदैन भन्ने कुरा थाहा छ। उनीहरूले भन्नु खोजेको तिमी विदेशी धर्म मान्ने, येशूको धर्म मान्ने, तर तिमीलाई उसैले खानु दिन्छ भन्नु खोजेको। बिकज तिनीहरूले सम्झेको गलती फेमी प्रिय हो। What I was trying to say, I was saying like this. I'm saying because the people, from our country, they think when we became a believer of Lord Jesus Christ, because the church gave us the money, and they think, the Western people give us money and we change the religion. But that's not true. किनभने यो चाहिँ सत्यता होइन प्रिय हो। के भने तपाईँ र म जब विश्वासी हुन्छु, कसैले कसैलाई दिँदैन। एउटा मान्छेले मैले भनिहालेँ, रुममेटले पनि मलाई त्यतिसम्म गर्थ्यो। Because they think, I believe the foreigner God. They thought I believed only for money. As a fact, that's not true. किनकि हामीले पैसालाई विश्वास गरेको छैन प्रिय हो। हामीले प्रभु येशू मुक्तिदातालाई विश्वास गरेको छ। हामीले धर्म चेन्ज गरेको छैन प्रिय हो, हामीले त मन चेन्ज गरेको छ। त्यही कारण तपाईँ र मैले आज धर्म चेन्ज गर्ने होइन प्रिय हो, मन चेन्ज गर्ने, मनलाई फेर्ने, प्रभु येशूलाई पछ्याउने, उहाँको सिद्धान्त प्रेम, क्षमा, शान्तिमा लाग्ने प्रिय हो। त्यस्तो गर्दाखेरि त के तपाईँ र म फोरेनर धर्म मान्ने हुन्छ प्रिय? कदापि हुँदैन। यसकारण आज म तपाईहरूलाई के भन्नु चाहन्छु भने, मत्थयु 5:3-10 बाइबल यसरी भनेको छ प्रिय हो, धन्य आत्मा दिनेहरू किनभने स्वर्गको राज्य तिनीहरूको हो। धन्य शोक गर्नेहरू किनभने तिनीहरूले सानोतना पाउने छ। धन्य नम्रहरू किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउने छ। धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्काउनेहरू तिनीहरूले तृप्त हुनेछ। धन्य
दयावन्तहरू किनभने तिनीहरूले दया पाउनेछ। धन्य शुद्ध हृदय हुनेहरू किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछ। धन्य मेलमिलाप गराउनेहरू किनभने तिनीहरूले परमेश्वरको छोराछोरी कहलाइनेछ। धन्य धार्मिकताको निम्ति सताइनेहरू किनभने स्वर्गको राज्य तिनीहरूको हो। के भनेर लेखिएको रहेछ प्रिय हो? धन्य धार्मिकताको निम्ति सताइनेहरू किनभने स्वर्गको राज्य तिनीहरूको हो। आमेन। Praise the Lord, praise the Lord. Dear brother and sister, you can read Matthew 5:3-10. What a wonderful word of God is written here. तपाईँ र मेरो लागि एकदम राम्रो वचन यहाँ छ प्रिय। तपाईँ र मैले बाइबल पढ्ने गरौँ प्रिय हो, अनि बाइबल पढेर अरूलाई पनि सुनाउने गरौँ। हाम्रो आत्मा त जोग्यो, अरूको आत्मा पनि जोगाउँ प्रिय हो। अनि आज जति पनि तपाईँहरू अविश्वासीहरू हुनुहुन्छ, मलाई हेरिरहनु भएको छ प्रिय हो, you are not watching me just an accident, because God loves you. Jesus Christ died for you. प्रभु येशू तपाईको निम्ति मर्नु भयो अनि उहाँ गाडिनु भयो 3 दिनसम्म, अनि 3 दिनपछि तपाईको पापको निम्ति बौरेर उठ्नु भयो। अनि जसले उसको नाउँलाई पुकार्छ तपाईहरूले चाहिँ मुक्ति पाउनुहुन्छ, तपाईहरूको उद्धार हुनेछ प्रिय हो। जसले प्रभु येशूलाई हृदयमा विश्वास गर्छ अनि मुख खोलेर भन्ने छ कि प्रभु नै येशू हुनुहुन्छ अनि आफूले आफूलाई पापी हो भनेर तपाईले कबुल गर्नुहुन्छ अनि प्रभुलाई क्षमा माग्नुहुन्छ भने तपाईँ आज बाँच्नु सक्नुहुनेछ प्रिय हो। यो पृथ्वीलाई छोडेर जानुभन्दा अगाडि मैले भन्नु खोजेको, तपाईँ मर्नुभन्दा अगाडि प्रभु येशूलाई विश्वास गरेर ग्रहण गरेर तपाईको प्रभु भनेर तपाईँ मर्नुभयो भने अनन्त जीवन पाउनुहुन्छ प्रिय हो। बाइबलले भन्छ पहिले योहना 5:11-12 मा, जोसँग परमेश्वरको पुत्र छ उहाँहरूसँग चाहिँ अनन्त जीवन छ, जोसँग परमेश्वरको पुत्र छैन तिनीहरूसँग अनन्त जीवन छैन। He who have a son of God have eternal life. He who does not believe son of God, Jesus Christ, no life. Say the Bible, dear brother and sister. आज तपाईहरु विश्वास गर्नै पर्छ प्रिय हो, नरक नजानुस्। God saying you today, do not go to hell, dear brother and sister. तपाईहरु साँच्चै आज नरक नजानुस्। तपाईलाई प्रभुले बचाउनुहुन्छ कि तपाईको सम्पूर्ण अनन्त जीवन चाहिँ उहाँसँग हैन शान्तिमा, उहाँसँग फेलोशिपमा, संगतिमा बिताएको चाहनुहुन्छ। तपाईलाई प्रभुले यो चाहनुहुन्न नरकमा जहाँ गन्धक कहिले पनि आगो र गन्धक निभ्दैन, त्यहाँ चाहिँ दाराकिटाइ भएको चाहनुहुन्न। प्रभु चाहनुहुन्छ सम्पूर्ण मानव जातिले मुक्ति पाएको प्रिय हो। त्यही हो मेरो सिद्धान्त नै। तपाईहरुको अगाडि फेसबुकमा आउने हैन काम नपाए जस्तो नाना थरीका भन्ने होइन प्रिय हो, अनि मैले जानेर हैन अरूलाई सुनाएको पनि होइन प्रिय हो। जे लेखिएको छ तपाईहरुले जान्नै भएको कुरा यहाँ भनेको, किनभने प्रभुले मलाई चलाउनु चाहनुहुन्छ। अनि मैले आज हैन म दिनदिनै त्यही कुरा भनिरहेको छु, किनभने तपाईहरुलाई सम्झना होस् भनेर। आज 17 वर्ष मैले प्रचार गरेको भयो प्रिय हो। मेरो फेसबुकमा पनि लाइभ हुन्छ, गुगलमा पनि मेरो लाइफ हुन्छ, तपाईहरुले बाटो घाटोमा स्ट्रीटमा हेर्नु भने मेरो मिनिस्ट्री हुन्छ प्रिय हो, अनि मेरो चर्चमा पनि मिनिस्ट्री हुन्छ। त्यसकारण मैले चाहिँ के सोचे भने प्रभु अबदेखि म संसारको धन दौलतमा म लाग्दिन। आई एम सरेन्डर्ड गॉड। आजदेखि म तपाईलाई प्रेम गर्छु अनि तपाईलाई मेरो अनन्त, मेरो अन्तिम लास्ट ब्रिथसम्म चाहिँ म तपाईको सेवा गर्छु। मलाई केही पनि चाहिँदैन प्रभु हैन, मलाई कसैलाई देखाउनु छैन। म सबै संसारदेखि थाकी, धन दौलत लभहरू है, त्यो आई लभ यु भन्छ नि केटीहरूलाई, अनि केटीहरूले 1-2 दिन पैसा हुन्छ आई लभ यु भन्छ, अनि पर्सिको दिनदेखि छैन, लभ सक्यो, लभ पनि सक्यो, प्रेम पनि सक्यो, देखाउटी सम्पूर्ण कुराहरू सक्यो। संसारबाट म धोका पाएर प्रभुमा आएको व्यक्ति हो प्रिय हो। त्यही भएर यदि तपाईहरु विश्वासी हुनुहुन्छ भने बाइबल गलती 2:20 ले भन्छ हैन, म प्रभु येशूमा आजदेखि झुन्डिएको छु, आजदेखि म बाँच्ने होइन, अब प्रभु मसँग जिउनुहुन्छ प्रिय हो। तपाईँ आज प्रभुमा जिउनुहोस्, सम्पूर्ण फिक्री सम्पूर्ण कुराहरूलाई राखेर प्रभु येशूमा तपाईको लाइफ सरेन्डर गर्नुहोस्, अनि प्रभुले तपाईलाई चलाउनुहुन्छ। आफूले आफूलाई होचिनुहोस् प्रिय हो, अनि प्रभुले तपाईलाई उचाल्नुहुन्छ प्रिय हो। तर जो मान्छे चाहिँ घमण्डी छ प्रभुले तल झार्नुहुन्छ प्रिय हो। यो मेरो वचन होइन, यहाँ लेखिएको कुरा छ। इट इज रिटर्न डियर ब्रदर एन्ड सिस्टर। मलाई आशा छ तपाईहरुले बुझ्नुभयो होला। हाम्रो प्रभुले तपाईलाई धेरै प्रेम गर्नुहुन्छ अनि तपाई
चाहिँ के हुन्छ उपहार हुनुहुन्छ यु आर द गिफ्ट अफ गड डियर ब्रदर एन्ड सिस्टर गड ह्याड क्रिएटेड यु इन हिज इमेज प्रभुले तपाईलाई बनाउनु भयो हैन तपाई र मलाई उहाँको स्वरूपमा त्यही भएर तपाईले उत्पत्ति 1:26 र 27 पढ्नुभयो भने बाइबलले भन्छ लेट अस मेक म्यान मेक इन आवर इमेज व्हिच इमेज गॉड इज इमेज दे आर रिटन लाइक आवर इमेज हाम्रो स्वरूपमा बनाऊ भनेर लेखेको छ प्रिय हो हाम्रो भन्नाले ट्रिनिटी गॉड भन्ने कुरा बुझिन्छ उत्पत्तिकै किताबमा पिता पुत्र पवित्र आत्मा को स्वरूपमा बनाऊ भनेर प्रभुले भन्नुहुन्छ अनि आज तपाईहरुले बुझ्नु भयो होला प्रिय हो यदि बुझ्नु भएन भने तपाईहरुले मलाई क्वेशन गर्न सक्नुहुनेछ सोध्नु सक्नुहुनेछ प्रिय हो हैन म यो चाहन्छु कि तपाईहरु नर्क नजानुस् तपाईहरु मर्नु भन्दा अगाडि प्रभुलाई हैन विश्वासै नगरी नमर्नुस् प्रिय हो किनभने मैले बाटो घाटोमा सुसमाचार सुनाउँछु फेसबुकमा सुनाउँछु अनि जो मेरो साथीभाइहरु इष्ट मित्रहरु हुनुहुन्छ इभन मलाई हेट गर्ने दुश्मन हुनुहुन्छ तपाईहरुले सुन्नु भएको छ जीवन साथी एक दिन प्रभुको अगाडि उभिनु हुन्छ प्रिय हो अनि तपाईहरुलाई क्वेशन हुन्छ कि तिमीले गस्पल सुन्यौ तिमीले मेरो वचन सुन्यौ भन्ने कुरा तपाईहरुलाई क्वेशन हुन्छ त्यतिखेर तपाईहरुले मैले सुनिन भन्नु सक्नुहुन्न प्रिय हो मेरो काम हो तपाईले विश्वास गर्नुहुन्न मेरो खुट्टाको धुलो म टकटकाइदिन्छु मेरो पैतालाको धुलो मेरो काम सकियो प्रिय हो कसैलाई मैले विश्वासी बनाउन सक्दिन कसैलाई मैले जबरजस्ती गर्न सक्दिन म त एउटा खेतालो मात्रै हो प्रिय हो त्यही भएर अस्तिको दिन मैले ल्याएको थिएँ वचन फसल चाहिँ तयारी छ तर खेतालो चाहिँ कमी छ भनेर प्रभुको वचनले भनेको छ द हार्वेस्ट इज रेडी द लेबर इज अ फ्यू डियर ब्रदर एन्ड सिस्टर वी हैव टु बी लेबर हैन कसलाई मन लाग्छ होला र प्रभु येशूले तपाईहरुलाई प्रेम गर्नुहुन्छ भनेर लन्डनमा कराउनुस् त तपाईलाई मुखमा थुक्दिन्छ मान्छेले काठमाडौँमा भन्नुस् त येशूले तपाईहरुलाई प्रेम गर्नुहुन्छ भन्दै हिँड्नुस् त मान्छेले सराप्छ पिट्छ पनि प्रिय हो त्यस्तो गरेको आज 17 वर्ष भयो प्रिय हो किनभने बाइबलले भन्छ गर्व गर्नेले प्रभुमा गर्व गरोस् भनेर भन्छ प्रिय हो अनि मेरोमा केही धन छैन सम्पत्ति छैन प्रिय हो रूप पनि छैन केही पनि छैन हेर्नुस् तर मलाई एउटा मात्रै घमण्ड छ मैले प्रभु येशूको सुसमाचार गरे मैले चाहिँ हैन एउटा घमण्डी गर्व गरेर भन्छु कि मैले प्रभु येशूको नाउँलाई उचाले संसारको मान्छेको अगाडि काला गोरा हैन चाइनिज कोरियन इन्डियन पाकिस्तानी रसियन सम्पूर्ण मान्छेको अगाडि मैले प्रभुको नाउँलाई उचाले प्रिय हो प्रेज द लर्ड अनि तपाईहरुले पनि उचाल्न सक्नुहुनेछ यो भनेको हैन कि मैले मात्रै सक्छु भनेको हैन तपाईले पनि सक्नुहुनेछ तपाईले भन्नुस् प्रभुलाई प्रभु मलाई चलाउनुस् अनि तपाईले जुन अवस्थामा हुनुहुन्छ प्रचार गर्न थाल्नुस् तपाईसँग प्रभु हुनुहुन्छ अनि प्रभुले तपाईलाई दरो आत्मा दिनुहुन्छ कि अनि तपाईले ट्रेन स्टेशनमा ट्रेनको भित्र बसको भित्र जेलको भित्र हैन घर घरमा गएर प्रभुको वचन सुनाउन थाल्नुहुन्छ प्रिय कति आनन्द हुन्छ होला त्यही भएर वचनले भन्छ रोमी 10:13-14 मा कति राम्रो है खुट्टा प्रचार गर्नेको गस्पल प्रचार गर्नेको कति राम्रो खुट्टा यदि तपाईहरु मैले प्रचार नगरे कसले सुनाउने भने त्यहाँ लेखेको छ अनि खोइ त प्रचारक नभई कसरी सुन्छ त अरूले भनेर लेखेको छ प्रिय त्यही भएर तपाईं र म चाहिँ आज प्रचार गर्न थालौं प्रिय प्रभुको महिमा गर्न थालौं त्यही भएर तपाईं र मलाई हजारौं बाट चाहिँ छान्नु भयो चुन्नु भयो तपाईं र मैले प्रभुको नाउँलाई उचाल्न सक्छौं भनेर उहाँले छान्नु भयो किनभने तपाईं प्रभुको आँखामा प्रिसियस हुनुहुन्छ तपाईं प्रभुको राजदूतावास हुनुहुन्छ तपाईं प्रभुको छोरा छोरी हुनुहुन्छ तपाईं प्रभुको दासत्व होइन प्रिय हो नयाँ करारमा प्रभुले तपाईं र मलाई भन्नुहुन्छ तिमी मेरो साथी हौ तिमी मेरो छोरा छोरी हौ प्रभुले कस्तो ठुलो हैन हक दिनु भएको छ हामीलाई एउटा दासत्व मात्रै भन्नु भएको छ एउटा स्लेभ भनेर बोलाउनु भएको थियो भने दासत्वको केही पनि अधिकार हुँदैन प्रिय हो त्यही भएर यूहन्ना 1:12 मा भनेको छ जसले परमेश्वरको नाउँलाई विश्वास गरे अनि प्रभुले चाहिँ हामीलाई चाहिँ के अरे छोरा छोरी हुने हक दिए हेर्नुस् त प्रिय हो कति अचम्मको कुरा छ आशा छ तपाईहरुले बुझ्नु भयो होला तपाई चाहिँ एउटा फेरि पनि भन्छु उपहार हुनुहुन्छ तपाई एउटा गिफ्ट हुनुहुन्छ प्रिय
तपाईँ एउटा स्याउको दाना हुनुहुन्छ प्रभुको आँखामा अनि तपाईँले म पृथ्वीको बोझ भन्नु चाहिँ छाड्नुहोस् आजदेखि। तपाईँले तपाईँलाई जज गर्नु सक्नुहुन्न, आफूले आफूलाई न्याय गर्नु सक्नुहुन्न प्रिय हो। तपाईँको हात जीवन चाहिँ कुमालेको हातमा छ होइन। हाम्रो प्रभु चाहिँ कुमाले हुनुहुन्छ, तपाईँ र म चाहिँ एउटा भाँडा हो, प्रभुलाई जस्तो मनपर्छ त्यस्तो बनाउनुहुन्छ प्रिय हो। अनि कसरी तपाईँले आफूले आफूलाई भन्नुहुन्छ कि म पृथ्वीको बोझ हो, आई एम अ डट, आई एम अ फिल्दी, कसरी त्यसरी भन्नुहुन्छ प्रिय हो। अनि तपाईँ एउटा इमेज अफ गड हुनुहुन्छ भने प्रभुको महिमा गर्नुहोस् आजदेखि। प्रभुले तपाईँलाई क्षमा दिनुभएको छ, प्रभुले तपाईँलाई जान्नुहुन्थ्यो पृथ्वी बनिनुभन्दा अगाडि, अनि तपाईँले स्वर्गको नागरिकता पाउनु भएको छ होइन। दियाबलासले जेसुकै भनोस् प्रिय हो, तैँले यस्तो नराम्रो काम गरिस्, यस्तो गरिस्, जेसुकै भनोस् प्रिय हो, तपाईँलाई प्रभुले चाहिँ स्वर्गको नागरिकता दिनु भइसकेको छ। अनि कसैले पनि उहाँको हातबाट चाहिँ छिनालेर लानु सक्दैन, किनभने पिताले दिनुभएको छ पुत्रलाई, अनि उहाँको हातबाट चाहिँ कसैले निकाल्नु सक्दैन प्रिय हो। चाहे होइन शैतान जतिसुकै चम्कियोस्, चाहे जे नै गरोस् प्रिय हो, हामीले जेसुकै दुःख पाऊ यो पृथ्वीमा, तर हाम्रो मुक्ति चाहिँ हराउँदैन। एउटा कुरा चाहिँ याद गर्नुहोस् प्रिय हो, अनि हाम्रो भएको शान्ति अनि खुसी आनन्द कसैले पनि लानु सक्दैन। चाहे हामीलाई घाउ खटिराहरू बिमारहरू होला, तर हाम्रो हृदयमा भएको त्यो भित्री शान्ति हामीबाट कसैले चोरेर लानु सक्दैन प्रिय हो। किनभने उहाँको शक्तिले, पवित्र आत्माले सिल्ड गर्नु भएको छ, सिलाउनु भएको छ, अनि हाम्रो सम्पूर्ण तमासुकहरू चाहिँ च्यातेर फ्याँकिदिनु भएको छ। प्रभु येशूको रगतले सम्पूर्ण पापहरू धुनु भएको छ। व्यभिचार गरेको, जाँड रक्सी खाएको, नराम्रो ईर्ष्या गरेको सम्पूर्ण पापहरू होइन, मान्छे मारेको, चोरेको सम्पूर्ण कुराहरू चाहिँ उहाँको रगतले हिउँभन्दा सेतो बनाउनु भएको छ प्रिय हो। अब के चाहिँ धुनु बाँकी रह्यो? जीसस क्राइस्ट पेड 100%, यु डोन्ट ह्याभ टु पे एनिथिङ प्रिय हो। तपाईँले चाहिँ अब के हो? हात उठाउने, प्रभु म लिन्छु। अब यो सम्पूर्ण कुरा तपाईँले गरिसक्नु भएको छ, अनि तपाईँको काम हो लिने प्रिय हो होइन। तपाईँको काम हो चाहिँ स्वीकार गर्ने, प्रभु म लिन्छु, सबै लिनु चाहन्छु। म आफूले पेट गर्न नसक्ने कारण म तपाईँले पेट गर्नु भएको कुरालाई चाहिँ विश्वास गर्छु, अनि तपाईँले दिनुभएको मुक्तिलाई म शान्तिको साथमा राखेर अरूलाई पनि सुनाउँछु भन्ने तपाईँको भावना, तपाईँको इच्छा हुनुपर्छ प्रिय हो। त्यो भयो भने सम्पूर्ण कुरा चाहिँ ठिक तरिकामा हुन्छ। गर्दाखेरि म आज प्रार्थना गर्दछु। धेरै भाइ बहिनीहरूले भन्नुभएको छ मैले चङ्गाई पाएको छु छोटो प्रार्थना सुनेर। प्रभु येशूको नाउँमा आज म प्रार्थना गर्दछु। प्रभु साँच्चै तपाईँ महान अनि योग्य अनि जीवित प्रभु हुनुहुन्छ, अनि साँच्चै तपाईँको नाउँ चाहिँ मेन्सन अफ योर नेम, एभ्री नी मस्ट बाउ, एभ्री टङ मस्ट कन्फेस यु आर द Lord Jesus Christ. I pray today, whomever watching me, Lord, heal them, bless them, hallelujah, sustain them, Lord. You are the worthy, you are the holy God, you are a mighty God. There is none like you, Jesus, hallelujah. हो प्रभु साँच्चै म प्रार्थना गर्दछु आज तपाईले हाम्रो भाइ बहिनीहरुको जेसुकै दुखेको होस् प्रभु चंगाइदिनुहोस्। अहिले मुटुको रोग होला चंगाइदिनुहोस्, सुगर रोग होला, जेसुकै रोग होला प्रभु येशूको नाममा चंगाइ भएको होस् अहिले नै प्रभु, जेसुकै होस् प्रभु। अनि डिप्रेसनहरु भएको छन् सारा संसारमा, हाम्रो भाइ बहिनीहरु छरिएर काम गरेका छन्, उहाँहरुलाई डिप्रेसन होमसिक भएको छ प्रभु, उहाँहरुलाई चंगाइदिनुहोस्। उहाँहरुको फिक्री वास्ता तपाईले गर्नुहुन्छ त उहाँहरुलाई थाहा भएको होस् प्रभु, येशूको नाममा सम्पूर्ण कुरा भएको होस्, किनभने तपाईमा असम्भव छैन, येशूमा केही पनि असम्भव छैन। अनि जति पनि मलाई हेर्नु भएको छ येशूको नाममा, इन द नेम अफ जीसस टुडे please save, in the name of Jesus, one soul save, heaven rejoice. येशूको नाममा आज तपाई बाँच्नुहोस्, तपाईको नाम जीवनको किताबमा लेखेको होस् प्रभु, जसले मलाई आज हेरेको छ यहाँ प्रभु येशूको नाममा माग्दछु। आमेन, 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 hallelujah. I love you guys. Thank you for watching me, and I will come tomorrow at the same time. Please leave me a message, call me, okay? God bless you. Have a wonderful day, and I love you in Christ Jesus. Amen.